हेलो हेलो साथीहरू, म चाहिँ घुम्न निस्केको बाहिर। तर यहाँ बाटोमा चाहिँ मेरो आफन्तकै घर पर्छ। त्यही भएर आज चाहिँ यसो चस्स भेटौँ न, बाटोमै के काटेर जाने भनेर चाहिँ म आफन्तको घरमा पनि म निस्किँदैछु है। मेरो भदैको घर हो। तर घर चाहिँ कन्फ्युज भयो क्या साथीहरू। यो घर हो कि भनेर चाहिँ म हेर्दैछु हैन। धेरै पहिले म एकपटक आएको थिएँ, म कन्फ्युज भएँ हैन। र पनि सोध्दैछु, यहाँ पछाडिबाट म जाँदैछु हो होइन भनेर हैन। पछाडि हुनुहुन्छ कि भनेर, अगाडि त कोही हुनुहुन्न हैन। त्यही भएर म चाहिँ पछाडि जाँदैछु है त। ओ सेवारो गर्नुभयो भदैले, नातिनीले पनि हैन। उहाँ चाहिँ मेरो भदै हुनुहुन्छ। भदैको घरमा चिसो चिसो खाइयो, गफसफ गरियो। हेर्नुहोस्, अब चिसो चिसो गर्मीमा हैन, मिठो मिठो गफासफा पनि भयो। दुःख सुखको यसो हल्का फुल्का छोटो समयमा भए पनि हैन हाम्रो भेटघाट भयो। एकदम खुसी लाग्यो साथीहरू। यसो घुम्न निस्किँदा बिचमा चाहिँ आफन्तको घर भइदियो भने कति आनन्द है। एकछिन भए पनि रेस्ट अनि गर्मीमा। ल है साथीहरू, अब चाहिँ म निस्किनु पर्ने हुन्छ। म निस्किँदैछु। ल साथीहरू, म चाहिँ अब हिँडिसकेँ निस्केर। ल है साथीहरू, घुम्नु निस्किँदा चाहिँ आफन्तको घर हुनु पनि एकदम मजा हुँदो रहेछ है साथीहरू। ल।